इडिटर यो कहाँ कमेडी च्याम्पियन त यो त सार्क ट्याङ्क हो तेरो अनुहार हेर्दै कमेडी गर्ने जस्तो छ अनुहारबाट हुने भयो त दीपक राजगिरी हिरो हुन्थ्यो सुरु गरौँ हाम्रो खेल नमस्ते 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 नाम भन्नु धनकुमार बहादुर आचार्य तपाईको नाम होइन कम्पनीको नाम कम्पनी छैन के छ त पसल कहाँ छ सटरमा सटर कहाँ छ घरमा भव तिमीहरूको दोरी सकिएन तपाईँ आफ्नो बारेमा भन्नुहोस् मेरो नाम हो धनकुमार बहादुर आचार्य मेरो प्रोडक्टको नाम हो ढाका भोटो मेरो यो प्रोडक्ट नेपालमा मात्र नभएर विश्वभरि फैलाउन चाहन्छु यो प्रोडक्ट मेरो जिजी बुबा हजुर बुबा बुबाको बुबा हुँदै आज मेरो हातमा आएको छ आज मेरो हजुरहरुसँग माग छ जम्मा 1 करोडमा 90 लाख घटाएर 10 लाख मात्र यसको बदलामा तपाईहरु मेरो प्रोडक्टको 10% शेयर हकदार हुनुहुन्छ यो प्रोडक्ट विश्वमा कसरी चलाउने प्लान छ टिकटकबाट मेरो फार्ममा 2टा भैँसी एउटा गाई छ यो चाहिँ गाईको दुध हो मैले दिनमा गाई र भैँसी गरेर 25 माना दुध बेच्छु मेरो टोटल इन्कम छ 57,000 रुपैयाँ यसमा मेरो पराल र भुसामा 2,000 जान्छ पिठोमा 5,000 जान्छ अनि मसँग प्रफिट रहन्छ 50,000 रुपैयाँ आज म हजुरसँग माग गर्दैछु 50 लाख 5% शेयर दिएर दुध कसरी बेच्नु हुन्छ घर घरमा दिन्छु यहाँबाट 50 लाख पाउनु भयो भने के गर्नुहुन्छ 20 वटा भैँसी 10 वटा गाई थप्छु एउटा भैँसीको 1.5 लाख 20 वटा भैँसीको 30 लाख एउटा गाईको 1 लाख 10 वटा गाईको 10 लाख 40 लाख गयो अब हामीसँग बाँकी छ 10 लाख 10 लाखमा चाहिँ 5 लाखको फार्म बनाउँछु 5 लाखको 10 वटा साइकल 20 वटा क्यान किनेर 10 जना नेपालीलाई रोजगार दिन्छु काठमाडौँको गल्ली गल्लीमा हाम्रो दुध पुग्छ हाम्रो गाई र भैँसीको दुध पुग्छ यसमा कमाई कसरी हुन्छ पहिलाको भन्दा अहिले हामीसँग 10 गुणा धेरै गाई र भैँसी छ पहिला मैले मात्र 50,000 कमाउँथे भने अब हामीले 5 लाख कमाउँछौँ 5 लाखमा काम गर्नेलाई 10 जनालाई 20,000 को दरले दियो भने नि 2 लाख मात्र जान्छ हामीसँग प्रफिट रहन्छ 3 लाख मलाई तपाईको भिजन एकदमै मन पर्यो तर मैले यसमा फ्युचर देख्दिन आइ एम आउट म लगानी गर्छु तर मलाई 5% हैन 25% चाहिन्छ गोबर तपाईले सोर्नुहुन्छ दुध तपाईले दुनुहुन्छ पराल भुसा तपाईले हाल्नुहुन्छ आइ एम आउट मलाई दुधदेखि एलर्जी छ मेरो एउटा मेन पावर छ मेरो मेन पावरबाट अहिलेसम्म लगभग 20,000 जनालाई विदेश पठाइसके हरेकबाट एभरेजमा 1 लाख 20,000 जनासँग 20,000 लाख म अब 10 वर्षमा नेपालको हरेक युवालाई विदेश पठाउँछु यसको लागि मेरो माग छ हजुरको कोटेश्वरको घर हजुरको कलङ्कीको घर हजुरको माछापोखरीको घर तपाई यो घरमा चाहिँ के गर्नुहुन्छ एउटा तल्लामा कोरियन क्लास माथिल्लो तल्लामा जापानिज क्लास त्योभन्दा माथि कन्सल्टेन्सी त्योभन्दा माथि मेन पावर यो 3टा चोकमा अफिस भएपछि 10 वर्ष नि लाग्दैन नेपाली युवाहरू भगाउनलाई ल यो टोकन भएन यार अनुहार देखेर नि गरेर उठे नदेऊ नि यो नक्कली पैसा हो भयो ल अब अहिले फेरि बोलाउँछु अब म जाला बेलुका भने